तिम्रा बहिनीलाई बलात्कार गर्न गएका थिएनौँ हामी। तिम्रा बहिनीलाई रानी बनाउँछौ भनेर गएका थियौँ हामी। रानी बनाउन गएकालाई खरानी बनाएर पठाउने, जन्ती गएकालाई मलामी बनाएर पठाउने मानवता तिमीमा छैन कि हामीमा छैन? एकचोटि ऐना हेर्नुपर्ने बेला भएको छ। अगाडि छोराको लास सुताउँदै गर्दा आमाहरू धित्कलेर रुन पाएका थिएनन्। रुने बेला भन्नुपर्छ, रुने बेला मनको बह पोख्नुपर्छ। यसै रुने भन्ने हुँदैन। मेरो छोरा 9 महिना गर्भमा बोकेर तँलाई जन्माए, तँलाई हुर्काए। त जन्मिँदै गर्दा पानी परेको थियो, साउनको महिना थियो। त्यो कठिन परिस्थितिको बिचमा मेला जाँदै गर्दा, धान रोप्दै गर्दा त्यो धानको खेतमा तँलाई मैले जन्माए, हुर्काए, छातीको 10 धारा दुध खुवाए। आज त्यो सामन्तीहरूको गाउँमा जाँदै गर्दा मेरो छोरा तेरो टाउको फुटाइदिए होलान्। फुटेको टाउकोलाई लगेर भेरी नदीमा हाल्दै गर्दा, त्यो घाउमा पानी पस्दै गर्दा छोरा कति चिच्चाइस होला, घाउ कति चरायो होला। आफ्ना छोराहरूलाई भेरीमा बगाउँदै गर्दा, आफ्नो प्राण जाँदै गर्दा, पानीबाट बाहिर निकाल्दै गर्दाखेरि आकाशतिर फर्केर जमले हात जोडेर भगवानलाई भनिस् होला, मैले के अपराध गरेको थिएँ? एउटा आफूले मन पराएको केटी बिहे गर्दै गर्दाखेरि यो समाजले मारे, कठै मेरो छोरा प्राण जाँदै गर्दा कति रोइस होला, आमालाई कति सम्झिस होला। मनको बह पोकेर रुन पाएका थिएनन् मेरा आमाहरूले, मेरा बाउहरूले रुन पाएका थिएनन्। यो समाजले बाँच्न पनि नदिने, मर्न पनि नदिने, मरेकै बेला धित खोलेर रुन पनि नदिने भन्ने हुन्छ। 6 जना मानिसहरूलाई त्यो गाउँले भेरी नदीमा बगाएको छ। 6 जना मानिसहरूलाई त्यो गाउँ सारा उर्लिएर मारेको छ, कुर्लिएर मारेको छ। तिम्रो बहिनीलाई बेहुली बनाउन गएका थियौँ हामी।